खाडीमा बसेका नेपालीहरूका लागि खुसीका खबर। हजुर, अहिले इजरायल, अमेरिका र इरान बीच युद्धका कारणले धेरै नेपालीहरू खाडीमा त्रासित र डराएर बसेका थिए। उनीहरू घर जान चाहे पनि जान सकेका थिएनन्। तर अब होइन, अहिले चाहिँ नेपाल सरकारले यसमा कदम चालिसकेका छन्। उनीहरूको भनाइअनुसारले यदि प्लेनबाट भएन भने उनीहरूले पानीका माध्यम जहाजबाट पनि उनीहरूले मान्छे उद्धार गर्नेछ। र अर्को कुरा, अहिलेको लागि चाहिँ फ्लाइट सुचारू भइसकेको रहेछ। सबै खाडी मुलुकका फ्लाइटहरू अहिले साउदी रियाद हुँदै नेपाल जान्छ। आज भर्खरै नेपाल एम्बेसीले एउटा नोटिस निकालेको रहेछ, जुन म यहाँ तल हालिदिन्छु। यदि तपाईँहरू घर फर्किन चाहनुहुन्छ भने त्यो नोटिस राम्ररी पढ्नु होला र त्यहाँ दिएको बारकोडबाट तपाईँहरूले त्यो विवरणहरू भरेर बुझाउन सक्नुहुनेछ र घर फर्किन सक्नुहुनेछ। मेरो एउटा बिन्ती छ, अहिलेका नेपालीहरू जुन खाडीमा बस्नुभएका छन् उहाँहरू चाहिँ नआतिनुहोस् प्लिज। के आतिनु पर्दैन, यहाँको डिफेन्स पनि राम्रो रहेछ र प्लस हाम्रो अहिलेको नयाँ सरकार युवा सरकार रहेछ, जसरी नि उनीहरूले तपाईँहरूको उद्धार गर्नेछ। र सक्दो यो भिडियो आफ्नो आफन्तहरू जुन खाडीमा बसेका छन् उहाँहरूलाई चाहिँ सेयर गरेर तसल्ली दिनुहोला र नआतिनु भन्नुहोला। जय नेपाल।